जुन 13 मा हुँदैछ प्राइमर अन्डरग्राउन्ड फाइट सिलगढीमा। जुन इभेन्टमा नेपालबाट 4 जना नेपाली फाइटरले फाइट गर्दैछन्। पोखरा फाइट क्लबबाट 1 जना फाइटरले र हिमालयन ब्लड एमएमएबाट चाहिँ 3 जना फाइटरले। यो फाइट फेरि प्राइमर वार 2 चाहिँ होइन, प्राइमर अन्डरग्राउन्ड लिग 2 चाहिँ हो। यसमा मैले अहिलेसम्म हेरेको भनेको चाहिँ प्राइमर वार 1 हो। अरू इभेन्टको फाइट चाहिँ हेरेको छैन। प्राइमर वार 1 को बारेमा त थाहा नै होला। लक एन्ड रोल एमएमएबाट नवराज, अश्विन एन्ड कृत्रिमले फाइट गरेका थिए। त्यसमा पनि अश्विनले मस्त फर्स्ट राउन्ड नकआउट निकालेका थिए र नवराजले शोभन तामाङसँगको रिम्याचमा नकआउट निकालेर मेन इभेन्ट कस्तो हुनुपर्छ भनेर देखाइदिएका थिए। सो अब प्राइमर अन्डरग्राउन्ड लिगमा पनि त्यस्तै होस् भन्ने आश हो। बट जित्न नि सक्छन्, हार्न नि सक्छन्। यो जस्ट एमेच्योर फाइट हो। हारे पनि हरेक लसबाट आफ्नो विकनेस थाहा हुने हो र त्यसलाई इम्प्रुभ गर्दै जानुपर्छ। सो बेस्ट अफ लक फर दिस इभेन्ट। अब कसले फाइट गर्दैछन् त्यो पनि कुरा गरौँ है त। पोखरा सिटीबाट फाइट गर्दैछन् आशिष थापा मगरले, जसले पिएफसीमा ट्रेन गरिरहेका छन् र त्यहाँका फाइटरहरूमा अपकमिङ ग्रेट प्रोस्पेक्ट मानिन्छन्। जोस पोखराबाट ब्याक टु ब्याक फाइटरले फाइट गर्दैछन्। दिपेशले प्रो म्याच जिते, सुनिलको इसिएसमा फाइट छ एन्ड आशिषको यसमा फाइट छ। पोखरा फाइट क्लबले मस्त फाइटर प्रोड्युस गर्दैछ। त्यहाँको कोचले जे होस् खत्रै ट्रेन गराइरहेका छन्, बिग रिस्पेक्ट। त्यस्तै यो इभेन्टमा इस्ट नेपाल हिमालयन ब्लड एमएमएबाट नि फाइटर आउँदैछन्। ब्यान्टम वेट डिभिजनमा निरज दाहाल, फ्लाइवेट डिभिजनबाट शुभम दुलाल एन्ड 48 केजी क्याटेगोरीबाट मन्जिल राई। 3 जना फाइटरले नेपाललाई रिप्रेजेन्ट गर्दैछन्। सो हिमालयन ब्लड एमएमएको लागि प्राउडको कुरा हो। ट्रेनिङ पनि खत्रै चल्दैछ। सो बेस्ट अफ लक। भोलि छ यूएफसी फाइट नाइट बेलाल मोहम्मद भर्सेस ग्याब्रियल बोनफिनको बिचमा। सो फाइट प्रेडिक्सन स्टार्ट गरौँ है त। यो कार्डमा जो फाइटरको बारेमा थाहा छ उसको बारेमा मात्र प्रेडिक्सन गरौँ है त। यो वाराणसी भर्सेस जुनियर टाफा। यो वाराणसीले यूएफसीमा जस्ट 2वटा फाइट गरेर मेन कार्डमा आइसके। किन त भन्दा उनको विन हेरौँ। यूएफसी 323 मा कस्तो खतरनाक थियो। त्यो 1 मिनट भनेको वान अफ द बेस्ट ब्रल फाइट हो। अनि लास्ट फाइट पनि इम्प्रेसिभ थियो अस्टिन लेनको एगेन्स्टमा। प्लस अनडिफिटेड छन्, त्यो पनि लाइट हेभीवेट डिभिजनमा। सो मेरो फाइनल प्रेडिक्सन चाहिँ यो वाराणसी बाई नकआउट। नम्बर 4 ब्राइस मिचेल भर्सेस सेन्टियागो लुना। ब्राइस मिचेल 1 विनको कोलुममा छन्। उनले आफ्नो फाइट अपोनेन्टसँग चाहिँ खत्रै ट्र्यास टक गर्थे पहिले, बट जोस एमेटको ब्रुटल नकआउट खाएपछि अपोनेन्टसँग ट्र्यास टक गरेका छैनन्। सो फाइट एनाउन्स हुँदा चाहिँ इलियाको ब्रदर एलेक्जेन्ड्रे टोपोरियासँग हुन्छ कि जस्तो लाग्थ्यो, किनकि अलेक्जेन्ड्रे टोपोरियासँग पनि अलिअलि ट्र्यास टक चाहिँ भएकै थियो। बट यो फाइटको प्रिडिक्सन गर्दा चाहिँ ब्राइस मिचेललाई नै चुज गर्छु। सेन्टियागो अनडिफिटेड छन्, बट टप ऱ्याङ्करसँगको फाइटको एक्सपिरियन्स चाहिँ छैन। ब्राइस मिचेलले यो फाइट पनि हारेमा त बचेको हाइप पनि 0 हुनेछ। लास्ट फाइटमा इम्प्रेसिभ विन लिएपछि चाहिँ डाइरेक्ट मेन कार्डमा फाइट गर्दैछन्। मलाई दुवै फाइटरको बारेमा त्यस्तो नलेज चाहिँ छैन। जिएमको अहिलेसम्म मैले फाइट चाहिँ हेरेको थिएन लाइभ। यो चाहिँ फर्स्ट टाइम हो। तर पनि प्रेडिक्सन गर्दा चाहिँ यसो 1-2वटा ओल्ड फाइट हेर्दा चाहिँ फरेस्ट जाइमले जित्छन् जस्तो लाग्यो। नम्बर 2 ब्रेन्डन एलन भर्सेस एडमन। ब्रेन्डन एलनले लास्ट फाइट सर्ट नोटिसमा गरेर आरडिआरलाई फाइटमा क्विट गराइदिएका थिए। खामजातसँग नेक्स्ट फाइट गर्छु भन्ने फाइटरलाई स्टप गरिदिए र हाइप डिरेल गरिदिए। यी दुवै फाइटरले चाहिँ एन्थोनी हर्नान्डिस एन्ड नासरुद्दिन इमामोभसँग हारेका छन्। ब्रेन्डन एलनले डिसिजनबाट र एडमनले नकआउटबाट हारेका छन्। सो योबाट नि थाहा हुन्छ कि को अलि बढी भल्नरेबल छ र को चाहिँ अलिकति टप छ भन्ने कुरा। ब्रेन्डन एलनले गेमलाई ग्राउन्डमा लग्छन् कि नै भन्ने नि हो। सो मेरो फाइनल प्रेडिक्सन चाहिँ ब्रेन्डन एलन। नम्बर 1 बेलाल मोहम्मद भर्सेस ग्याब्रियल बोनफिन। यो फाइट चाहिँ बेलालको लागि चान्स चाहिँ हुनसक्छ आफ्नो लुजिङ स्ट्रिक तोड्ने, किनकि ब्याक टु ब्याक लस लिएर आछन्। हुन त फेरि लस टप फाइटरबाट लिएका छन्। इयान म्याचेरो ग्यारी, जसले आफ्नो रिचको मस्त एडभान्टेज लगेथे। त्यस्तै जेडिएमसँगको फाइटमा बेलालले स्ट्राइकिङमा गेम देखाउँछु भनेर गेम हारे। सो यो फाइटमा बेलालले जित्न गेमलाई ग्राउन्डमा लिन सक्नुपर्नेछ र आफ्नो जति पनि टप ऱ्याङ्करसँगको फाइटको एक्सपिरियन्स छ त्यसलाई युज गर्नुपर्नेछ, किनकि ग्याब्रियल बोनफिनसँग टप ऱ्याङ्करसँगको एक्सपिरियन्स चाहिँ छैन। तर है मेरो प्रेडिक्सन चाहिँ यसमा ग्याब्रियल बोनफिनलाई नै हो, किनकि यूएफसीमा मोमेन्टम नि बबाल छ, ग्राउन्ड गेम पनि ठिकठाक छ एन्ड एजको कुरा नि गरौँ बेलाल लगभग रिटायर हुने टाइममा आइसके, बट ग्याब्रियल बोनफिन मस्त हाइपवाला मोमेन्टममा छन् र भर्खर 28 वर्षका छन्। फाइट आइक्यूको कुरा गर्दा चाहिँ यस बेलालसँग बबाल छ, बट ग्याब्रियल बोनफिनसँग लेग एन्ड ह्यान्ड रिच एडभान्टेज छ र स्योर गेमलाई मिक्स गरेर खेल्नेछन्। बेलाल मोहम्मद इजी अपोनेन्ट त पक्कै होइनन्, बट उनको फाइटको हुन्छ नि प्राइम टाइम चाहिँ आउट भइसकेको जस्तो लाग्छ। सो मेरो फाइनल प्रेडिक्सन चाहिँ यस ग्याब्रियल बोनफिन। लास्ट टाइम भनौँ प्रेडिक्सन भनेको जस्ट फाइटलाई इन्टरटेनिङ बनाउने फ्याक्टर हो। सो सबै फाइट रङ पनि हुन सक्छन्। तपाईहरुको प्रेडिक्सन के छ कमेन्ट गर्न नभुल्नु होला।
नेक्स्ट भिडियोमा भेटौँला है त। थ्याङ्क यू फर वाचिङ।